साथीहरू नमस्ते। यो चाहिँ मेरो फर्स्ट ह्यान्ड मिनी ब्लग। हामी चाहिँ बुढा नीलकण्ठ मन्दिर गएको थियौँ र हाम्रो प्लान भनेको चाहिँ बुढा नीलकण्ठ मन्दिरबाट माथि गुम्बासम्मको हाइकिङको लागि थियो। फर्स्ट अफ अल हामी मन्दिरमा गयौँ, दर्शन गऱ्यौँ र केही फोटो भिडियोहरू लियौँ, टिकटकहरू बनायौँ। त्यसपछि हामी चाहिँ माथि जाने प्लान गरेर मास्तिर लाग्यौँ र सर्ट क्लिपहरू पनि लिए। कति ठाउँहरूमा चाहिँ फोटो खिच्न मनाइ लेख्नु भएको थियो, त्यही भएर हामीले लिएनौँ। यो फोटो चाहिँ मलाई एकदमै मन परेको भएर मैले जुम गरेर खिचेको है। यो मास्तिर चाहिँ स्केचहरू गरिरहनु भएको रहेछ, त्यही भएर मैले थोरै क्लिपहरू पनि लिएँ। त्यसपछि हामी लाग्यौँ हाम्रो सानो मिनी ब्लग स्टार्ट गर्दै मास्तिर। अनि हामी चाहिँ फर्स्ट टाइम भएको भएर हामीलाई बाटोहरू थाहा थिएन, त्यही भएर सोध्दै झुक्किँदै चाहिँ हामी लाग्दै थियौँ मास्तिर। त्यसपछि हामीले यो एरोहरू मार्फत सोधेर गऱ्यौँ। अनि यो चाहिँ मलाई एकदमै मन परेको भएर यसको पनि मैले जुम गरी अर्को घरको चाहिँ फ्लावरको फोटो लिएँ। त्यसपछि हामी लाग्दैछौँ मास्तिर। अनि यो चाहिँ मैले डाँडा काँडा हरियो परियोहरू लोकल चिजहरू चाहिँ देखाउँदै लिएर हिँडेको। हामीलाई चाहिँ एकदमै रमाइलो भइरहेको थियो। मौसम पनि ठिक्क थियो, धेरै घाम पनि थिएन, धेरै पानी पनि थिएन। अनि हामी चाहिँ जम्मा 4जना मात्र थियौँ। अनि यो चाहिँ उहाँ हाइकिङ हिँड्ने मान्छेको सुट चाहिँ कस्तो खालको भनेर देखाएको थियौँ है। यो चाहिँ मैले एकदमै भोइसहरू ब्लर भएको भएर चाहिँ रियल भोइसमा ल्याएनौँ, त्यही भएर यहाँ चाहिँ हाई हेल्लो गर्दै हुनुहुन्छ सबैजना। अनि हामी चाहिँ यति स्यास्या गर्दै हिँडिरहेको थियौँ किनकि हामी ढिला गएको थियौँ। एक त हामीलाई ढिला पनि भएको थियो, अनि बाटो थाहा नभएर एकदमै कन्फ्युज हुँदै मास्तिर जाँदै तलतिर फर्किँदै गर्दै एकदमै हामीलाई टाइम लागिरहेको थियो। आधी घन्टा पुग्ने बाटोमा पनि हामी चाहिँ 1 घन्टा लाएर पुगेको थियौँ, बाटो बिर्सेर थाहा नभएर। अनि यो चाहिँ म पुरै जुम गरी हिँडिरहेको छु। अनि हामी चाहिँ चाउचाउ खायौँ, त्यसपछि भोक लागेको भएर। अनि त्यसपछि चाउचाउ खाँदै मास्तिर लागिरहेको थियौँ। आफ्नै तालमा हुनुहुन्छ सबैजना चाहिँ। अनि यो चाहिँ यहाँ राम्रो खालको रहेछ यो रिसोर्ट। अनि त्यसपछि हामीले बाहिरैबाट जुम गऱ्यौँ। एकदमै राम्रो खालको अनि ठुलो स्पेस भएको, अनि वातावरण पनि शान्त टाइपको, हरियाली वनहरूको बिचमा एकदमै राम्रो लाग्यो। अनि हामीले चाहिँ यो चाहिँ हाम्रो इनर्जी ड्रिङ्क भन्दै खाँदै गऱ्यौँ। नभए रियल फ्रुटीलाई चाहिँ हामीले इनर्जी ड्रिङ्क बनायौँ र हाम्रो यात्रा कन्टिन्यू गरिरहेको छौँ। त्यसपछि हामी माथि पुग्यौँ। अनि यतातिर चाहिँ एकदमै मनपर्ने कुरा भनेको चाहिँ ठाउँमा चोकमा नै डस्टबिनको व्यवस्था थियो। मलाई एकदमै मन परेको। अनि हामी पनि सबै नागरिक हुँदै त्यो डस्टबिनमा चाहिँ फ्रुटीको खोल फाल्यौँ। उहाँले चाहिँ खाइसक्नु भएको थिएन, अनि उहाँलाई चाहिँ लोभ गरेको भन्दै जिस्काउँदै बसिरहेको थियौँ हामी। त्यसपछि यो गयौँ, यो बुढा नीलकण्ठ हाइट देखाइरहेको थियो। अनि हामी यहाँबाट चाहिँ उकालो लागिरहेको छ। अनि यो चाहिँ ऐँसिलो फुलिरहेको रहेछ, यो चाहिँ मैले एउटा क्याप्चर गरेँ किनकि हामी यो बच्चामा चाहिँ एकदमै खान्थ्यौँ नि त। अनि यता काठमाडौँ बसेदेखि चाहिँ धेरै भएको थियो खान नपाएको, देखियो भने जस्तो लाग्यो। त्यसपछि हामी आफ्नो गफको तालमा मास्तिर लाग्दै थियौँ। हामी चाहिँ बाटो भुलेर चाहिँ यताउति पुगिरहेको थियौँ। त्यसपछि हामी यो जङ्गल क्याम्प हुँदै यो के रिसोर्टहरू जाने बाटो हेऱ्यौँ र त्यसपछि हामीले यता लाग्ने उता लाग्ने भन्दै बल्ल सोधेर एकपट्टि बाटोमा लाग्यौँ। अनि यो चाहिँ मैले काठमाडौँ भ्यू देखाइरहेको छु। मौसम राम्रो नभएको भएर खासै राम्रोसँग चाहिँ आएन, सबै त्यो कुहिरोहरू लागेको जस्तो भइरहेको थियो। अनि अलि राम्रोसँग आउँछ कि भनेर फेरि मैले चाहिँ एउटा मोमेन्ट पनि फेरि स्लो मोसनमा चाहिँ एउटा भिडियो बनाएँ, जुन चाहिँ यो काठमाडौँ भ्याली पुरै देखेको थियो। हामी चाहिँ एकदमै हाइटमा पुगेको थियौँ। अनि यो चाहिँ मलाई एकदमै त्यो सिनहरू राम्रो लागेर सबै ब्याकग्राउन्डहरू आउँछ कि भनेर चाहिँ क्याप्चर गरेको। अनि यो चाहिँ छुट्याउनै मन लागेन र यो चाहिँ जुन थियो त्यसैमा हाल्यौँ। त्यसपछि हामी मास्तिर लाग्यौँ, यहाँ एरोमा हेऱ्यौँ र फेरि अझै हाम्रो यात्रालाई चाहिँ हामी कन्टिन्यू गर्दैछौँ। उहाँ चाहिँ मेरो 3जना ग्रुप। त्यसपछि हामी बिस्तारै उकालो लाग्दै बल्ल पुग्यौँ हामी जाने ठाउँमा। यहाँ चाहिँ एउटा गेट थियो, यहाँ आइसिस चाहिँ बल्ल हामी आइपुग्यौँ जस्तो फिल भइरहेको थियो। त्यसपछि यताबाट घुम्ने बाटो थियो, अनि हामीले चाहिँ सर्टकट खोज्ने निर्णय गऱ्यौँ। त्यसपछि हामीले यहाँबाट हेऱ्यौँ, यो चाहिँ 3टा ठाउँ थियो। त्यसपछि यो हामी यो उकालो मरि चढिरहेछौँ। उहाँहरू 2जना चाहिँ भाग्नुभयो, झन्नै भैँसी लड्यो है भिडतिर भन्ने भएको थियो होइन। त्यसपछि उहाँको चाहिँ हिलले गर्दाखेरि चाहिँ उहाँलाई उकालो चढ्न एकदम गाह्रो भइरहेको थियो। अनि त्यसपछि हामी जिस्काउँदै तान्दै भिडियो खिच्दै जिस्काउँदै चाहिँ हामीले यात्रा सुरु गर्न थाल्यौँ। त्यसपछि यहाँ चाहिँ बाटोमा बिरालो भेट्यौँ। यो सरको चाहिँ यो बिरालो फेभरेट, त्यही भएर उहाँले जिस्काइ हुनुहुन्थ्यो बिरालोलाई। म भनेको क्यामराम्यान भएँ। त्यसपछि अझै हामी थोरै हिँड्नु पर्ने रहेछ, अझै हामी मास्तिर हिँड्यौँ। यो ह्याप्पी हिल रिसोर्ट भन्नेको एउटा एरो दिएर चाहिँ उ गरेर रहेछ। अनि हामी चाहिँ त्यही वेलाई हेर्दै गयौँ। अनि यो सिँढी आएको थियो, यो सिँढीमा गइसकेपछि यति गाह्रो भएको थियो हामीलाई, यति गाह्रो भएको थियो कि माथि पुग्न पनि सकिँदैन जस्तो फिल भएको थियो। जब हामी यो सिँढी चढेर बल्ल गयौँ, त्यसपछि जब माथि गएर हेऱ्यौँ नि, यो चाहिँ डडेलहरू लगाएको रहेछ, सबै हरियो घाँस पलाओस् भनेर होला अब यो। अनि त्यसपछि हामीले
यसलाई क्याप्चरहरू गर्दै गर्दै मासतिर लाग्यो। यहाँ चाहिँ कुल्फी बेच्ने दाइ हुनुहुन्थ्यो, कुल्फी लिनु भन्दै हुनुहुन्थ्यो। हामीले चाहिँ नखाने भन्यो। त्यसपछि यहाँ बाख्राहरू चराइरहनु भएको रहेछ अलिअलि घाँस पलाएको ठाउँमा। अनि यो हामी चाहिँ आफ्नै तालमा हिँडेको थियौँ। जब यहाँ पुग्यौँ, जुन भित्र छिर्यौँ चाहिँ यति रमाइलो, यति आनन्द ठाउँ थियो नि। हामी त्यो अघि कति स्याहाउँदै हिँड्दै गएको कुराहरू चाहिँ सबै बिर्सेर हामी चाहिँ घुम्नलाई थाल्यौँ। कहिले माथि पुग्नु जस्तो भइरहेको थियो, किनभने आधी घन्टा लाग्ने बाटोमा 1 घन्टा लाएर डुल्दै डुल्दै हिँडेको। त्यही भएर एकदमै थकाइ जस्तो भइरहेको थियो। अनि त्यसपछि हामीले यहाँ गएर फर्स्ट अफ अल चाहिँ फोटो खिच्ने विचार गऱ्यौँ, किनभने त्यही त हो, हामी घुम्न गइसकेपछि भनेको फोटो भिडियोको लागि नै हुन्छ पक्कै पनि। त्यसपछि हामीले हाम्रो फोटोसुटहरू गऱ्यौँ, अलिअलि पर्सनल्ली ग्रुपहरू फोटोहरू खिच्यौँ। त्यसपछि हामी मासतिर लाग्दैछौँ। यो चाहिँ गुम्बा रहेछ अनि एकदमै राम्रो थियो। साइडहरूमा बस्ने ठाउँहरूदेखि लिएर ब्याकग्राउन्डहरूदेखि एकदमै पिसफुल जग्गा थियो क्या। यदि कसैलाई चाहिँ शान्त वातावरणहरू चाहिन्छ भनेदेखि चाहिँ यहाँ जानुभयो भने चाहिँ यति आनन्द ठाउँ छ, यति आनन्द ठाउँ छ, कुरै नगरौँ। अनि धेरै भिड पनि थियो। अनि हामीले सबै मिल्ने जति भ्याउने जति क्याप्चरहरू गऱ्यौँ। त्यसपछि अलिअलि भिडियोहरू बनाएर हामीलाई एकदमै ढिला भइसकेको थियो, 4-5 बजिसकेको थियो। त्यही भएर हामीले सर्टकटमै सबै इन गरेर हामी तलतिर लाग्यौँ। ढिला गएको भएर चाहिँ धेरै टाइम बस्न पाइएन, तर एकदमै राम्रो ठाउँ थियो। अनि छोटो समयमा थोरै टाइममा पनि हामीले एकदमै इन्जोय गरेर फर्क्यौँ। अनि झर्दा चाहिँ हामीलाई चाहिँ यो फुलहरूले चाहिँ मुहानी नै लगाएको थियो कि गमलै लग्न पाए नि हुन्थ्यो, कसैले दिए नि हुन्थ्यो जस्तो भएर त्यति राम्रो राम्रो फुलहरू थियो, यति राम्रो राम्रोहरू। अनि त्यसपछि हामीलाई एकदमै भोक लागेको भएर हामीले चटपटे खायौँ, जाडो जाडो थियो। अनि यो चाहिँ सागको पकौडा थियो, अनि यो पनि खायौँ। अनि चिया त छुट्याउनै भएन है, यो जाडो महिनामा चिया भन्ने कुरा त। अनि त्यसपछि हामीले लाग्यौँ तलतिर हाम्रो घरतर्फ। अनि यति नै हो हाम्रो मिनी ब्लग। अनि यो चाहिँ मेरो फर्स्ट ब्लग हो। यदि हजुरहरूले सबै हेर्नु भएको छ भनेदेखि चाहिँ के सुधार्नु पर्ने छ, अनि त्यसपछि के कस्तो भएको छ हेरेर कमेन्ट गर्नुहोला। अनि यदि हजुरहरूको माया साथ सपोर्ट पाएँ भनेदेखि फेरि पनि हाम्रो मिनी ब्लगहरू आउनेछ भन्ने आशा गर्दछु। साथै कति कुराहरू सुधार्नु पर्ने छ, हाम्रो यो फर्स्ट ट्राई हो। त्यही भएर के कस्तो हुन्छ, जस्तो छ त्यस्तै सल्लाह सुझाव दिनुहोला।